ट्रान्सपेरेन्ट ब्लग हामी चाहिँ लास्ट 2 वर्षपछि भेट गरेको छौँ आज हामी प्यारिसमा के भन्नुहुन्छ र लङ टाइम नो सी लङ टाइम सी भइसक्यो हामी त हैन सी भइसकेको छ अब हामी चाहिँ म चाहिँ कोपेनहेगनदेखि हिजो आएको हो आज हामी चाहिँ आज हल्का डुलिम हैन आज एकसँग डुलिम म चाहिँ भ्लग गरिनँ किनभने अहिले भ्लग गरेर फेरि अलि इन्जोय हुन्न कि त्यही मोबाइलमा मात्र ध्यान जान्छ अनि क्लिप हेरिन्छ है कस्तो इच्छा है फेरि भरे झ्याउला तर त्यो पनि म अहिले सुरु गरेको छु म चाहिँ यहाँ चाहिँ मेट्रोमा चलिरहेको होइन तर कोपेनहेगन भन्दा चाहिँ फ्रान्स चाहिँ डेन्जर भास्ट डिफ्रेन्ट छ होइन मलाई चाहिँ लाग्थ्यो युरोपहरू यस्तो उस्ता हुन्छ भने सुनिरहेको थिएँ तर यस्तो नहुँदो रहेछ फ्रान्स चाहिँ खत्रै छ होइन दामी नै छ तर कोपेनहेगन भन्दा चाहिँ अलिकति दामी छैन है ल किनभने चाहिँ अहिले म गाउँमा डुलिरहेको त्यो पनि प्यारिसको भनेर होइन त्यो पनि प्यारिसमै त प्यारिसमै हो तर त्यो पनि नि अहिले हल्का गाउँमै छ नि त ठिक छ अब हामी चाहिँ जान्छौँ भोलि जान्छौँ आज चाहिँ हल्का डुलिम यतै लोकल ठाउँमा ठिक छ अगाडिको सिनहरू नै हामी देखाउँदैछौँ हामी अब जाँदैछौँ एउटा डेस्टिनेसनमा ग्यालेरी लाफाइट भन्ने ठाउँमा जाँदैछौँ त्यो म देखाउँछौँ हजुरहरूलाई यो चाहिँ मेरो टुरिस्ट गाइड हो साथी होइन निक नेम चाहिँ टुरिस्ट गाइड जसले सम्झिनु तपाईँहरू होइन गाइज हामी चाहिँ यता मेट्रोमा झरिसकेका छौँ र हाम्रो साथी यहाँ चाहिँ लजाएर बसेका छन् किन लजाएका छन् भनेपछि त्यो छुट्टै कहानी छ त्यो त 3 जना मान्छेलाई मात्र थाहा छ यसलाई मलाई अनि एउटा मान्छेलाई मात्र त्यो चाहिँ होइन धेरै मान्छेले थाहा पाउन सक्नुहुन्छ हामी चाहिँ लास्टै बिजी रहेछ कि होइन गाउँ भयो नि गाउँ त होइन सहरै हो यहाँ चाहिँ लाइक काठमाडौँको कस्तो भाइ राख्यो पिप होइन गाइज हेर्न सक्नुहुन्छ हामी चाहिँ लास्टै माथि आइसकेका छौँ यु क्यान सी द ब्युटिफुल भ्यू अफ मतलब फकिङ प्यारिस म्यान यु क्यान सी यर हाम्रो टुरिस्ट गाइड र एउटा हल्का बोजू देऊ न दोस अलि फ्रान्समा अलि इन्ट्रोडक्सन के अनि अरू के हो त्यो भनेको मेरो नाम डिक्सन हो मेरो सब्सक्राइब गर्नु भन न रेनिस भाइ ल त्यो चाहिँ अलि आउँदैन आमा यस्तो त भएन नि ल गाइज होइन दामी मलाई रिसनले खतरा ठाउँमा लिएर आयो हेर्नुहुन्छ यु क्यान सी द ब्युटिफुल भ्यू होइन दामी टप क्लास भ्यू छ यहाँ चाहिँ हाम्रो प्यारिसको यो के अरे आइफिल टावर पनि देख्न सकिन्छ कहाँ गयो ए यहाँ रहेछ है हामी चाहिँ भोलि जान्छौँ त्यहाँ चाहिँ होइन हामी चाहिँ भोलि जान्छौँ त्यो प्यारिस ठाउँमा आज चाहिँ हामी हल्का टाढै छौँ तर माथि टपमा आएर नजिक मैले देखेको हो अनि हामी चाहिँ भोलि प्लान छ निस्किने आज चाहिँ हल्का त्यस्तो छ नि त वेदर पनि जाडो छ त्यही भएर हामी खाजा टाइम निस्केर भने आज रियल म्याड्रिड म्याच पनि छ होइन त्यही भएर हामी चाहिँ अहिले नै हाम्रो के अरे एनर्जी बचाएर राखेका छौँ किनकि रियल म्याड्रिडले 5 गोल हाल्छ अनि हामीले 5 गोल हालेपछि चाहिँ हामीले सुरु गर्नुपर्छ जे पनि गर्नुपर्ने हुन्छ होइन उसलाई हामी टिभीभित्र छिरेर भयो नि हामी गोल हाल्नुपर्छ होइन यो भ्यू चाहिँ बबालै छ हेर्न सक्नुहुन्छ होइन दामी के दामी होइन र टुप्पा चढिदिने र भोलि टुप्पा चढ्ने भाइ ल त यु क्यान सी होइन दामी मान्छेहरू आउनु भएको छ यहाँ होइन दामी मभन्दा दामी छैन त्यो पनि होइन तर पनि सबै राम्रो मान्छेहरू आउनु भएको छ किनकि यहाँ राम्रो आइफिल टावर छ नि त फेरि होइन टक्क दामी छ देख्न सक्नुहुन्छ सबले होइन दामी ड्याम छ भ्यूहरू हामीले सबै फोटो त खिच्यौँ हामीले फोटो त खिच्यौँ तर राम्रो फोटो खिचेनौँ किनभने हिज डेन्जर राम्रो मान्छे हो कि तर क्यामेराम्यान चाहिँ नराम्रो मान्छे हो होइन यो भन्दाखेरि म चाहिँ खतम मान्छे हो फेरि क्यामेराम्यानमा त होइन एग्री हो कि होइन फेरि त फोटो हाल्दै हाल्दैन अब त्यही हो क्या ल अनि यो चाहिँ हाम्रो होइन कहाँ छ भनेर यो सपोज यो तपाईँहरू प्यारिसमा आउनुभयो रे र यो ठाउँ हेर्नु मन लाग्यो अरे भनेपछि कहाँ आउने भनेर चाहिँ फुल लोकेसन चाहिँ हामी सबैले भन्छ कहाँ यो चाहिँ टक्क हजुरहरू ग्यालेरी लाफाइट भन्ने ठाउँमा आउनुपर्छ यो चाहिँ सपिङ सेन्टर छ सपिङ सेन्टरको माथि रुफटपमा चाहिँ यो भ्यू देख्न सक्नुहुन्छ हजुरहरूले यही छ होइन हामी दामी लाग्यो तपाईँहरू चाहिँ प्यारिस आउनुभएको छ भने चाहिँ यहाँ आउनु होला दामी छ तपाईँहरू चाहिँ रिग्रेट चाहिँ गर्नुहुन्न यहाँ आएर यहाँ चाहिँ यो चाहिँ हुन्छ नि यो फ्री अफ कस्ट हो होइन र यो चाहिँ फ्री अफ कस्ट हो हाम्रो चाहिँ क्यामेराम्यान सबै सबैमा सिकाउनुहुन्छ उहाँले हामी चाहिँ भन्नु अब हजुर म त अब के भन्नु अब हामी चाहिँ यहाँ आयो हिजो आएको म तर हिजोमा केही गरिनँ र बिहान पनि केही गरिनँ र बिच बाटोमा चाहिँ मलाई
किन भ्लग खिच्नु मलाई जाँगर आयो त्यहाँ चाहिँ मैले भ्लग स्टार्ट गरेँ यहाँ आएँ कहाँ आएँ अब हामी कहाँ जान्छौँ पनि थाहा छैन सबै हाम्रो क्यामेराम्यानलाई मात्र थाहा छ गाइज होइन हामी चाहिँ त्यो माथि छरबाट निस्केर आइसक्यौँ तर चाहिँ हाम्रो सपिङ सेन्टरभित्र हो त्यो चाहिँ सबै सपिङ सेन्टरभित्र नै हो अनि त्यो चाहिँ समझ रहे हो अनि त्यो चाहिँ होइन सपिङ सेन्टरको माथि हो त्यो अहिलेको टप भ्यू मुनि चाहिँ सपिङ सेन्टर छ सपिङ सेन्टरभित्र पनि दामी ठाउँ छ कि हिँड्न सक्नुहुन्छ होइन यस्तो खतरा हुन्छ नि त्यो मस्जिद जस्तो रहेछ होइन हिँड्न सक्नुहुन्छ होइन बबाले कि होइन बबाले ठाउँ छ तर चाहिँ यहाँ माथि जानको लागि चाहिँ यहाँ माथि जान छ नि माथि जान पाउँछ माथि जानको लागि चाहिँ हामी चाहिँ लाइन बस्नु पर्दैन चाहिँ लास्ट चाहिँ लामो लाइन छ अनि त्यो भएर हामी चाहिँ लाइन चाहिँ बसेन हामी लाइन चाहिँ बसेन त्यही भएर बाहिरबाट हेरेर अनि हामी चाहिँ बाहिरबाट हेरेर मनोरञ्जन लिइरहेका छौँ अब चाहिँ हामी सपिङ सेन्टरदेखि हामीलाई निस्केर हामी चाहिँ कहाँ जान्छौँ भन्ने पनि थाहा छैन हामी चाहिँ एउटा माथिदेखि सोचिरहेको एउटा माथि एउटा खतरा हल्का ताइज छ होइन मान्छेहरू डिस्टर्ब हाल्नु खानुलाई त्यही त ठिकै छ हामीले चाहिँ यस्तो कुराहरू एडजस्ट गर्नुपर्छ हामी यस्तो माथि आयो भने मान्छेहरूको भिड भएको ठाउँमा आयो भने चाहिँ त्यही हो हाम्रो साथी यहाँ हाँसिरह मुसुक्क तालमा ड्यामान खतरा भ्यू छ त ए आमा साइको भएको मजा आयो दामी छ होइन हुँदैन जे आमा के हो यो डेनमार्कमा पनि छ यहाँ यस्तो त यार ए लभली के ड्यामान कहाँ लिएर आइस यार मलाई डिप्सन यार सपिङ सेन्टर जाम भन्नु यहाँ चाहिँ एउटा नि सपिङ हाल्न सकिन्छ रिसर यो ठाउँमा चाहिँ खतरा ठाउँ छ होइन सपिङ सेन्टर त हो तर खतरा ठाउँ छैन यस्तो ठाउँ छ होइन यहाँ चाहिँ हामीले के किन्न सकिन्छ होला त नि हामीले केही पनि किन्न सकिन्न सबै 400 500 र 1000 युरोभन्दा कमको केही पाइँदैन सबै ब्रान्डेड हेर्नुहोस् होइन एउटा ब्रान्ड नभएको कुनै छैन डियोर गुची सनेल सबै सब पर्फ्युम हो मुनिको कि के हो यार आफ्नो राखेर नि प्रडक्टहरू गाइज हामी चाहिँ बिच बाटोमा आएको छौँ हामी कहाँ जान लाग्छ दोस्त मोनमार्ट चर्चमा जाँदैछौँ हामी चढ्दैछौँ सिडीहरू हामी चाहिँ मोनमार्ट चर्चमा जाँदै लागेको छौँ अनि त्यहाँ चाहिँ हल्का माथि उकालो यस्तो रहेछ होइन हामी चाहिँ आइरहेको छ हाम्रो खतरा छ हेर्न सक्नुहुन्छ ओह्रालो छ होइन दामी बिल्डिङ पनि देखेको छ लास्ट आधा ठिक छ दामी ठाउँ देखेको छ हाम्रो डिप्सन साथी ड्रिप्पी ग्याङ हो नि होइन यहाँ चाहिँ बारहरू चाहिँ खतरा दामी छ त है ड्याम माथि छ अनि हामी चाहिँ यता नि बस पनि आउँदो रहेछ त है 40 नम्बरको बस पनि आउँदो रहेछ यहाँ स्कुटरहरू चाहिँ दामी देखेँ मैले धेरै नै देखेँ स्कुटर बाइकहरू चाहिँ धेरै नै चल्दो रहेछ यहाँ चाहिँ कम्पेयर टु डेनमार्क होइन डेनमार्कमा त त्यसै चल्दैन यहाँ चाहिँ चल्दो रहेछ दामी देख्न सक्नुहुन्छ गाइज वी आर अन द टप अफ द भ्यू होइन टप अफ द भ्यू हो कि के भन्छ थाहा होइन हामी चाहिँ टपमा छौँ अझै हेर्न सक्नुहुन्छ हो ड्याम म्यान भ्यू चाहिँ यस्तो खतरा देखेको छ अनि यहाँ चाहिँ मेन चर्च होइन यो यहाँ चर्च यु क्यान सी द ड्याम मेनी पिपल विथ डिप्सन म्यान टेक अ स्क्रिनसट इफ होइन इफ यु वाट देन म्यान हेर्छ हुन्छ यहाँ चाहिँ सबै चापी हो क्या सबै होइन सबै चापी हो यहाँ नेपालमा नि हुन्थ्यो प्लस नेपालमा नि भिडियो देखिरहेको थिएँ तर यहाँ पनि हुँदो रहेछ चापी भइहाल्यो त्यहाँ चापी हो कि लास्टै धेरै लास्टै लभर्सहरू आउँदो रहेछ नि सिटी अफ लभ पनि हो होइन तर हामी चाहिँ के गर्नु सिटी अफ लभमा हाम्रो के अरे लभहरूलाई छैन होइन सिटी अफ प्यारिसमा होइन हामी चाहिँ विश्व भइलै छैन होइन हामी चाहिँ देखेर के भइदियो हामी एक्लो भइदियो सिङ्गल भयो आँखा लाउनु पऱ्यो कि हामीलाई होइन रिक्सालाई आँखा लाउने टन्नै छन् अब होइन होइन रिक्सालाई आँखा लाउने मान्छे कहाँ छन् भनिदिनु पऱ्यो कि छन् होला छन् आइफोन आइरहेको थियो म्यान विच क्यान सी होइन ब्युटिफुल भ्यू अब हामी चाहिँ माथि पनि जान्छौँ लगाइ होइन हामी चाहिँ लास्टै माथि आइसकेका छौँ फाइनली आइहाल्दा अघि नै आएको अघि नै खिचिसकेका छौँ भिडियो हामी अघि त्यहाँबाट खिचिरहेको थियौँ हामी चाहिँ टप माथिमा आइसकेका छौँ हेरेको चाहिँ यो दामी टाइम अगाडि त अनि यति नै हो वरिपरि पनि जानु छ घुम्नु छ होइन त्यही छ
तर हाम्रो चाहिँ अहिले मोबाइलमा चार्ज सकिसकेको छ अनि घर पनि जानुपर्ने हुन्छ त्यो हामी चाहिँ यहीँबाट हाम्रो भ्लग चाहिँ इन गर्न चाहन्छौँ यो चाहिँ पार्ट 1 हो हाम्रो पार्ट 2 पनि आउँदैछ म यहाँ प्यारिसमा चाहिँ म टर्ने बस्छु 5-6-7 दिन जति बस्छु होला आज चाहिँ मेरो डे 2 हो हिजो चाहिँ म आउँदा रात परिसक्यो केही खिच्न पाएन त्यही हो गाइज स्टे ट्युन होइन लभली भ्यू चाहिँ ल भ्यू हेर नि सकम है